अब रवि लामिछानेजीको कुरा गर्दाखेरि उहाँसँग 9-10 वटा काण्ड छ। इभन युएसएमा पनि छ रहेछ 2-4 वटा एक्टिभ होइन। उहाँ आफै अपराधिक गतिविधिबाट आउनुभएको भन्ने पुष्टि त्यहाँबाट हुन्छ कि हुँदैन? अहिले पनि 5-6 करोड तपाईँको चाहिँ नि धरौटी बुझाएर उहाँ निस्किनु भएको छ। क्लिन चिट त पाएको होइन है। घरि जेलबाट निस्किनुहुन्छ, घरि फेरि पस्नुहुन्छ है। आज यो बोल्नुहुन्छ, भोलि त्यो बोल्नुहुन्छ। अब जुन पार्टीको विरुद्धमा तपाईँको चाहिँ नि उम्मेदवारी दिएर चुनाव जितेको त्यही पार्टीसँग गठबन्धन गरेर मन्त्री बन्नुहुन्छ भनिसकेपछि उहाँले सत्ताको लागि जे पनि गर्ने। अब मुकुल ढकालको तपाईँको चाहिँ नि संवादहरू पनि बाहिर आएको छ छैन? मुकुल ढकाल उहाँको महामन्त्री कि के हुनुहुन्थ्यो होइन उहाँको राजसभामा के भन्दै हुनुहुन्थ्यो उहाँले भन्दाखेरि अब त्यो चाहिँ तपाईँले सोध्ने कुरा पनि हो, पत्रकारले सोध्नु पनि पर्छ है। छिमेकी मुलुकलाई प्रधानमन्त्री मलाई बनाइदेऊ, म जे पनि सुम्बन तयार छु भनेर त उहाँको महासचिवले भनिराख्नु भएको छ है। अब त्यो खालको तपाईँको छैन हेर्नुहोस् थुप्रै छ उहाँको काण्डहरू होइन। त्यसले गर्दाखेरि काण्डै काण्ड भएको मान्छेले होइन यो देशलाई तपाईँको छैन अपराधीकरण गर्ने अथवा एउटा सङ्कटको उसमा पुर्याउने बाहेक अर्थोक गर्न सक्नुहुन्न। कुलमानजीको कुरा गर्दाखेरि उहाँलाई मैले धेरैचोटि भनेको छु होइन। उहाँ एमसिसीको मतियारी गरेर आएको मान्छे हो। उहाँले पास गर्नु भएन तर मतियारी त गर्नुभयो। मतियारी त्यो एमसिसीका विभिन्न डकुमेन्ट्समा उहाँको नाम छ कि छैन? एमसिएको डकुमेन्टमा उहाँको नाम छ। अहिले पनि फेरि चेयरपर्सन उहाँ होला होइन। पहिल्यैदेखि उहाँ त्योसँग जोडेर आउनु भएको छ र मैले अहिले भनिरहेको छु यदि होइन भने नो एमसिसी भनेर उहाँले एउटा आन्दोलन निकालेर देखाउनु नि त। म त एमसिसीको विरुद्धमा पूर्वको होइन तपाईँको छैन त्यतिखेर लकडाउन हुँदाखेरि कोही बाहिर निस्किन दिँदैन थिए। एक्लै गएर उभिएर विभिन्न खालका छैन तपाईँको होइन सङ्घर्ष गर्दै आएको मान्छे हो। आफ्नो स्वाधीनताभन्दा ठुलो हुन्छ र समृद्धि होइन? हुँदैन नि त। देशभन्दा ठुलो विकास हुँदैन। कसैले हामीले बिजुलीको खम्बा सहयोग गर्छु, एउटा बाटो बनाइदिन्छु भनेर भोलिको दिनमा त्यो एउटा देश मलाई दिए है भनेर त भएन होला नि त होइन। अब छिमेकतिरै छ, अब नाम किन लिने होइन। विकास देखाएर मुलुकै लगेको इतिहासहरू त छ त हाम्रो छेउछाउमै। त्यसले गर्दाखेरि यो मुलुकप्रतिको स्वाधीनता, यो मुलुकप्रतिको तपाईँको सम्प्रभुतासँग सम्बन्धित उहाँको विषय के हो भनेर मैले सोद्धाखेरि उहाँले अहिलेसम्म उत्तर दिनु सक्नु भएन। भनिसकेपछि उहाँ पनि विदेशी प्रभुलाई ढोग्ने मान्छे नै हो भने। अब बालेनजीको कुरा गर्दा जेनजी आन्दोलन अगाडिसम्म धेरै राम्रो थियो उहाँसँग मेरो होइन। तर जेनजी आन्दोलन पछाडि उहाँले जे देखाउनु भयो होइन त्यसले के प्रमाणित गर्यो? जेनजीलाई आन्दोलनमा आइज भन्ने होइन। अनि त्यत्रो आन्दोलन भयो, मान्छे मर्यो, अन्त्येष्टिसम्ममा नआउने, घाइतेलाई भेट्न नजाने होइन। त्यस्तो पनि हुन्छ र भनेको क्या। मैले जस्तै एउटा आन्दोलन गरौँ भन्छु, मैले त आन्दोलनमा त म त फ्रन्ट लाइनमा हुन्छु होइन, बिचमा पनि होइन, म त फ्रन्ट लाइनमा मेन ब्यानरमा हुन्छु म त है। नेतृत्व त त्यस्तो चाहियो नि त देशलाई। अनि तपाईँको त्यत्रो तपाईँको सिंहदरबार जल्नेदेखि लिएर होइन तपाईँको व्यक्तिगतदेखि लिएर सार्वजनिक होइन कति तपाईँको क्षति भयो यहाँ है। त्यत्रो क्षति गराउने नि यतिका महिना लुकेर बस्ने है। कुनै किसिमको सार्वजनिक विचार उहाँको छैन। छ त उहाँ कुन चाहिँ तपाईँको छैन उहाँको विचार छ त? पोलिटिकल आइडियोलोजी के हो उहाँको है? जनतासँग नभेट्ने। भद्रकुमारी घलेको चाहिँ तपाईँको मैले सुन्दै थिएँ 5 घन्टा पर्खेँ बाबु, 1 कप चिया पनि खुवाएन, पुलुक हेरेर गयो भन्दै थियो। त्यस्तो खालको मान्छे जो जनतादेखि भागेर हिँड्छ, जो के हो भन्ने नै थाहा छैन होइन। त्यो रहस्यमय मिस्टेरियस होइन पर्सन भनेको डेन्जरस हुन्छ। त्यो खतरनाक टाइपको मान्छे है। र त्यस पछाडि तपाईँको चाहिँ यो सरकार जुन बनेको छ अहिलेको सरकार उहाँले बनाउनु भएको हो। एउटा मेयरले के अरे तपाईँको महानगरपालिकाको एउटा मेयरले सरकार गठन गर्ने हैसियत राख्छ? राख्दैन नि त। तर उहाँले कसरी त्यो गर्नुभयो त भन्दाखेरि उहाँ कुनै शक्तिबाट परिचालित मान्छे हो। कुन शक्तिबाट अपराजित हुनुहुन्छ? भारती, चीन कि अमेरिका कि म तपाईलाई पश्चिमा मुलुक? सुन्नु न, यति बुझ्नुहोस् नेपाली शक्तिबाट चाहिँ होइन विदेशी शक्तिबाटै परिचालित मान्छे चाहिँ हो। कुन तरिकाले सुन्नु? विदेशी शक्तिबाट परिचालित सुन्नु न कुन तरिकाले हो भने होइन तपाईँको छैन आन्दोलन निकाल्नुभयो उहाँहरूले, सुदन गुरुङजी होइन उहाँहरू एउटै टिमको मान्छे हो कि होइन? हो कि होइन? तपाईँलाई भन्नु न हो कि होइन? हो कि होइन? सुन्नु न म तपाईँलाई भन्दैछु उहाँहरू एउटै टिमको मान्छे हो